अगाडिका उप प्रधानमन्त्री दुवैजनाले चल्छ राजनीति, देश चल्छ, कुनै हिसाबले चल्छ देश। तपाईहरुले मात्र अगाउनु पर्ने, तपाईहरुले मात्र चुनाव जित्नु पर्ने, तपाईहरु मात्र मन्त्री हुनु पर्ने। म खुलेर भनिदिन्छु, मलाई कुनै लाज छैन भन्नलाई, डर छैन। अब यो 4-5 वटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोटाले पुग्ने भयो त? तपाईहरुले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ? यो बजेट अहिले तत्काल तपाईहरुले संशोधन गर्नुपर्छ। यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो। तपाई पनि ख्याल गर्नुपर्छ, समयलाई सबैलाई मिलाउनु पर्छ। शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर झुन्डेर। हामी जस्तो 17,000 मतले जितेर आउनुपर्छ। अनि आएर दनाक दिने हो। भोटको आधारमा यदि मूल्याङ्कन हुने हो भने कान्छाराम तामाङजीले भने जस्तै यो मुलुकको 50,000 मान्छेले मत दिएर आएको मान्छे म सुनिल शर्मा मोरस्टमा बोल्दैछु र प्रत्येक हाम्रो अगाडि बस्नुभएको सांसदहरू, हरेक सांसदहरूले कम से कम 40 देखि 50,000 मत लिएर आउनु भएको छ र हामी बोलिरहेको एउटा व्यक्ति होइन, लाखौंको संख्यामा मत लिएर आएका साथीभाइहरू आज विवश हुनुहुन्छ। साथीहरूले यो किताबहरू च्यात्ने काम गरे। म यो जनताले कर तिरेको पैसाले बनाएको किताब हो, म च्यात्दिन। म बुद्ध भगवान पशुपतिनाथसँग सम्झेर यो किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उप प्रधानमन्त्री कुनै पनि दुईटी उप प्रधानमन्त्री यो हाउसमा नआओस्। एक दिन यो मरेर जाने जिन्दगी हो, हिसाब हुनेवाला छ उपरमा। आज तपाईले गर्नुभएको पाप र धर्मको एक दिन हिसाब हुन्छ। यो राज्य सत्तालाई हातमा लिएर राज्य सत्तामा बसेर पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट नागरिक लुट्न पाइँदैन। हेकारोस् यहाँहरूलाई। तपाईहरु मात्रै जिल्लाले मात्रै बजेट लान खोज्या हो। यो देश बनाउन सक्नुहुन्न जस्तो लाग्छ कि शहरी विकास मन्त्री र अर्थमन्त्रीज्यूको के मितको चिनो साटेको हो। यो अरु 77 जिल्ला मान्य जितेको छैन, 165 वटा 110 वटा समानुपातिक छैन। के क्याल्कुलेसन गर्नु भयो तपाईहरुले? मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु। तर एउटा कुरा तपाईहरुलाई सम्मानजनक ढंगले म भन्न चाहन्छु, तपाईहरुको हृदय छ कि छैन? नागरिक प्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईहरु देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुण्ड भित्रको तपाईहरु चाहिँ जो मन्त्री हो? अनि तपाईहरु मन्त्री बनिरहँदाखेरि अनि तपाईहरु एक्लै चुनाव जितेर आएर बन्नु भएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? 77 जिल्लाको सभापतिहरुले बोलाएर सभापति एकजना तिमीले 3 करोड बजेट हाल्दिन्छ, तपाई हाइट यति माथि पुग्थ्यो, तर अहिले 0 मा आछ। छातीमा हात राखेर एकतल पशुपतिनाथमाथि उभिएर सोच्नुस् त, तपाईहरु